गाइस वेलकम टु माई न्यू भिडियो फाइनली गाइस अहिले चाहिँ हामीहरू यस्तो वाकिङमा जाँदैछौँ यसको चाहिँ औषधि लिनको लागि गाइसहरू हामी चाहिँ हस्पिटल जाँदैछौँ त्यहाँ हुनुहुन्छ हाम्रो अङ्कल हाम्रो त्यहाँ यहाँ गाइस मिठोभन्दा मिठो नास्ता पाइन्छ यहाँ आउन सक्नुहुनेछ योगेश होटल भेट्न सक्नुहुनेछ खडक चौकको अपोजिट साइडमा मिठो मिठो नास्ता पाइन्छ यहाँ आउन सक्नुहुनेछ यहाँ चाहिँ बाकसहरू किन्न मन छ भने गाइजहरू आउन सक्नुहुनेछ देख्न सक्नुहुनेछ म यसरी भ्लग बनाउँदैछु अन्त आजदेखि टिकापुरमा गाइज मौसम लागेको छ आजदेखि 30 आज 29 गते आज 30 1 2 3 4 5 6 7 8 9 10 11 गतेसम्म लाग्ने छ आउन सक्नुहुनेछ मौसम हेर्नको लागि हेर्न सक्नुहुन्छ म बजार देखाउँदैछु अनि गाइस त यस्तो मिठो मोमो पाइन्छ कि यस्तो मिठो वाउ अब कुरै के गरौँ यस्तो मिठो पाइन्छ यहाँ आउन सक्नुहुनेछ लोकेसन पनि दिइसकेको छु अनि यहाँ चाहिँ लुगा पाएँ न यहाँ त कस्तो अर्कै बारेछ त यो खुल्ला नदेखाएको गाइस यो हाम्रो बजार चाहिँ हामी यहाँ नआएको र आधा महिना भइगयो म यता कतै आएको थिएन आधा महिना साँच्चै यो अनौठो अनौठो भइरहेछ गाइस हाम्रो त्यहाँ दादा हुनुहुन्छ टक्क हामी हाँस्दै बाटोमा यति मान्छे हेर्छन् कि ओ माई गड भिडियो बनाए चाहिँ लाज लाग्छ तै पनि गाइस तो गाइस हमने देख लिया एप्पल ऑरेंज ल्याइदेऊ ले खान्छस् कि नै किनिदिन्छु म खान्छु भने देख सकते हो भाई लोग यहाँ किधर किधर बड़ा मीठ मीठ बाजार लागेको छ गाइजहरू अब मैं हिंदी बोलना कोशिश करता हूँ मैं अब हिंदी ही बोलूँगा गाइस जी लंदन ब्रिज है गाइस इसके नाम वाह सो नाइस बाट गाइस कसको नाम लेखेको छ पढ्न सक्नुहुनेछ माथि योमा कसै हजुरहरूको नाम आयो भने चाहिँ हेर्न सक्नुहुनेछ हेर्नुहोस् हामी यता यो कता पुग्यो भने चाहिँ हस्पिटल ठाउँ पुगिसकेछौँ गाइजहरू फाइनली हॉस्पिटल तक हम पहुंच गए अब हम जा रहे हैं पैदल जा रहे हैं हमें पैदल पैदल गाइस उता चाहिँ त्यो नानी 14 भन्ने होटल हो त्यो बर्थडे बनाउनुहुन्छ भने आउन सक्नुहुनेछ त्यो होटलमा अनि क्या हाँस्नुलाई यो हाँस्नुलाई यी बडा हाँस रहा है हस्पिटल आएको गाइज हेलो गाइज हामी जाँदैछौँ अब हस्पिटल लेट्स गो हस्पिटलमा देखाउँछु अब गाइज हस्पिटल गाइज हामी पुगिसकेछौँ हस्पिटलमा गाइज डक्टर हेर्न सक्नुहुनेछ गाइज 60 रुपियाँ वापस आएछ पहिला खानु पर्यो गाइजहरू 60 रुपियाँ वापस आउँछ यो केटी केही गर्ने त्यत्रो बाटो हिँडाएर ल्याइ त्यत्रो लामो बाटो हिँडाएर ल्याइ अहिले गाइजहरू केही पनि पाउनु हुन लाग्छ मलाई गद्दारी गर्न लाग्छ यो केटी औषधि छो गाइज औषधि लिएर पनि हामी फिर्ता आइसक्यौँ बजे चाहिँ 60 रुपियाँ अब के खुवाउँछ हेर्न सक्नुहुनेछ कस्तो लोभ गर्छ गाइजहरू यहाँ देख्न सक्नुहुनेछ यो गाडीमा खुर्सानी चुक किन लाउँछन् होला कमेन्ट गर्नु होला गाडी किन्दैन गाडी सो गाइज यसले मलाई 30 रुपियाँ दिनु बाँकी छ 1 महिना न आधा महिना भइसक्यो अझ पनि दिइदियो के भन्न सक्नुहुन्छ भन्नुहोस् आज जसरी पनि चाहिन्छ मलाई सो गाइज आचार्य ट्रेडर्स देख्न सक्नुहुनेछ कसको ट्रेडर्स हो कमेन्ट गर्नु होला अरू डस्टबिनमा फाल्नु होला यो टिकापुर नगरपालिकाले स्वच्छ सुन्दर सफा बनाइसकेको छ टिकापुर यो टिकापुरको उसको नाम के हो टक्क बिर्से गुलाब सिटीको नाम रामलाल चौधरी रामलाल डगौडा थारू साहेबले यस्तो गर्नुभएको छ यो फोहोरहरूलाई नियन्त्रण गरेर अनि ठाउँ ठाउँमा बोट बिरुवाहरू रोप्नु भएको छ त्यसको लागि म हेर्दै थिएँ कि नै आभार प्रकट गर्नु
आभार प्रकट गर्न चाहन्छु जसमा बिफोर नफाली नगर क्षेत्र सफा राखौँ, सभ्य नागरिकको परिचय दिउँ भनेर यहाँ एउटा ऊ राख्नु भएको छ। अनि हेर्नु ठाउँ ठाउँमा यो डस्टबिन राखेको छ टिकापुरमा। अनि त्यसपछि देख्न सक्नुहुनेछ। अब हामी जाँदैछौँ आफ्नो घरतिर। फेरि पनि ऐना ठाउँ आइसक्यौँ। अब चाहिँ हाम्रो घर पुग्ने स्थिति छ। त्यो गाइज हामी लिएर खडक चोक पुगिसकेछौँ। देख्न सक्नुहुनेछ त्यो पुलिसको बिट, पुलिस बस्ने अनि त्यो खडक चोक। अनि अहिले पसल देखाउँछु हजुरहरूलाई हाम्रो। देख्न सक्नुहुनेछ गाइज हाम्रो पसल त्यो। लेट्स गो। म पसल देखाउन चाहन्छु यो खडक चोक। अनि यो चाहिँ हाम्रो पसल गाइजहरू देख्न सक्नुहुनेछ। यो चाहिँ रारा रेस्टुरेन्ट, जाल्पादेवी ट्रेडर्स, त्यसपछि रारा, त्यसपछि हाम्रो लक्ष्मीनारायण पूजा पसल। गो गाइज अब मैं करता हूँ ब्लॉग।